हुनुहुन्छ अहिले सर तपाईँ? मैले बिरतामोडतिर हो। अनि के गर्दै हुन्छ त्यो बिरतामोडमा? यत्तिकै हो। अनि सर अनि तपाईँ अब आउनु पर्यो त कहाँनिर हो कता तपाईँ ठ्याक्कै झापा सुरुङ्गामा आउनु पर्यो। अस्ति तपाईँको जुन सासू बुहारी काण्ड थियो नि, अनि तपाईँले अब सासूलाई पनि माया प्रीति लाउनु भएको रहेछ, बुहारीले माया प्रीति लाउनु भएको रहेछ, यहाँ लाग्छ। अनि तपाईँ आउनु पर्यो नि त यहाँ मिलाउनको लागि। अब आउनु पर्छ नि आउलामा। ल तपाईँ आउनु पर्यो। यो समस्याको तपाईँले कसैले कुट्ने होइन, मार्ने होइन, के गर्ने होइन, समस्याको समाधान त गर्नु पर्यो नि त। आइहाल्छु नि। तपाईँको नम्बर म सेभ गर्छु। तपाईँ हामीले बोलाएको बेलीमा आएर त्यो समस्याको समाधान गरौँ न है। तपाईँ को बोल्नु भयो? म मिडियाबाट हो। मिडियाबाट? हजुर। कुन मिडिया हो? म इटर न्युज हो। इटर न्युज हुनुहुन्छ? हजुर। तपाईँलाई त मैले यो भिडियो उतिखेर डिलिट गरिदिने, भिडियोले गर्दाखेरि कति समस्या भइरहेछ, मान्छेलाई समस्या भनेर कति भनेको त किन नगरिदिनु भएको? अनि किन नगर्नु भएको त? यो समस्याको समाधान यहाँ आउनु पर्यो। तपाईँ समस्याको समाधान गर्नु पर्यो पहिला, त्यसपछि छलफल हुन्छ। आउनु पर्यो। समस्या चाहिँ कसलाई कसलाई भयो त? के भयो के भयो? समस्या कसलाई हुन्छ के हुन्छ अनि त्यतिखेर थाहा हुन्छ तपाईँलाई मजाले है। सबैभन्दा समस्या त मलाई परेको छ। त्यही समस्याको समाधान चाहिँ गर्नु पर्यो। होइन, सबैभन्दा समस्या त मलाई परेको छ। तपाईँले भिडियो हालिदिनाले गर्दा हो। ठिकै छ त। त्यस कारणले तपाईँ आउनु न यो समस्याको समाधान गर्नको लागि। तपाईँले वास्तवमा कमसेकम भिडियो एकचोटि मैले भने त्यतिखेर डिलिट गरिदिनु, तपाईँ त्यस्तो अपराध गर्ने त्यो एउटा विवाहित महिलालाई लगेर चाहिँ कोठामा राख्ने, अनि सासूले पनि मायामा जालमा फसाउने, अनि बुहारीले पनि फसाउने, अनि तपाईँलाई चाहिँ पैसा खाइदिने सासूको, अनि तपाईँलाई चाहिँ हामीले सोधिराख्नु पर्ने। काजी कहाँ छ? तपाईँ चाहिँ को बोल्नुभयो? म काजीको भन्दा नि मेरो बुढी पनि काजी पनि विदेश पठाएको छ होइन। ए तपाईँको श्रीमती उसले पठाएको त काली भन्ने? कल्पना दर्जी। होइन, इटहरी आउनुहोस्, इटहरी आउनुहोस्। इटहरी आउनु? आउनुहोस्, तपाईँको कुरा हामी राख्छौँ होइन। अब काजीले यसरी नै चाहिँ अब दुनियाँको छोरी बेटी, दुनियाँ चेलीबेटीको जिन्दगीमा खेलबाड गर्दै यसरी नै गऱ्यो भने त कानुनले पक्कै पनि छोड्दैन। किनकि यस्तो गर्नुहुन्न, किनकि जिन्दगी भनेको सबैको प्यारो हुन्छ। एउटा चाहिँ कुखुराको चल्लाको जस्तो जिन्दगी सोच्नु हुँदैन, हो कि होइन? नानीहरू कतिजना छन् तपाईँको? मेरो छोरा साउदी छ, जेठा छोरा। नाता नातिना छन्। बुहारीहरू 3 जना छन्, 3 जना छोराछोरी हो। नाता नातिना 2 जना छन्। हजुर हजुर। अनि त्यसले के गर्नु खोजेको त्यसलाई म भेटाएँ भने त नि म हेर्नु न। होइन, त्यो कुटेर मारेर समस्याको समाधान हुँदैन। हामी कानुनी रूपमा जान्छौँ, हामी कानुन बमोजिम कारबाही गर्छौँ। उसले के भनेको छ भने 3.5 लाख लाग्छ अरे निकाल्नु। कसले भनेको त्यस्तो? काजीले। मैले 1 रुपियाँ पैसा नतिरी पठाएको, मैले 1 रुपियाँ पैसा नतिरी पठाएको, मैले कहीँबाट केही पैसै नतिरिकन 3.5 लाख, मैले 3.5 लाख हुन्थ्यो भने म किन त्यसलाई बाहिर जान्थेँ र? एकदमै एकदमै एकदमै। यहाँ सुन्नुहोस् न, काजीसँग तपाईँको सम्पर्क हुँदैछ कि छैन? तपाईँको टेलिफोन मार्फत बोलचाल हुँदैन? छैन। मेरो यहाँ सुन्नु, मेरो नम्बर ब्लकमा राखेको छ त्यसले। बाबा, ब्लकमा राखिरहेको छ त्यसले। हजुर, ब्लक गरिदिइसक्यो? ब्लकमा छ नम्बर। मेरो बुढीले अस्तिको दिन फोन गरेको थियो। हजुर। अनि मेरो बुढीले अस्तिको दिन फोन गरेको थियो अनलाइनमा होइन। हजुर। अनि उसले के भन्यो भने अब कसरी निकाल्न सक्नुहुन्छ? 3.5 लाख अरे, अब पैसा छैन घरमा, अब कसरी निकाल्ने भन्दै थियो। काजीले चाहिँ 3.5 लाख लाग्छ भन्दै थियो। अझै फकाइ फुलाइ गरेर विदेश पनि पठाउने, अब उता काम पनि नपाउने, अफिसमा थन्केर बस्नु परेको छ, यहाँबाट पैसा तिरी पठाउने, आफ्नै पैसा तिरेर जानुपर्ने, फेरि उताबाट सिक्नुको लागि पैसा काजीलाई दिनुपर्ने। होइन, यहाँ सुन, यहाँबाट पैसा मैले तिरेको होइन, मेरो बुढी भागेर हिँडेको। उनीहरू चाहिँ मेरो जेठी सासू र त्यो काजीले नै भगाएर म गाडीमा काम गर्छु, लोट होइन। हजुर। अनि मेरो बुढी
म भात खान गएँ अरे 12-1 बजी मेरो बुढी उनीहरूले त्यहाँबाट कन्ट्याक्ट भयो के भयो 12-1 बजी बाटो लागेको छ यहाँबाट बिहान हजुर अनि त्यहाँबाट काठमाडौँ पुर्याउने काम कति यहाँबाट 6 गते हिँडेको 8 गते काठमाडौँ पुर्याएको छ होइन हजुर हजुर अनि मलाई छिटो हुन्छ होला आउनु भनेर राम्ररी नै सल्लाह गर्नु चाहिँ हजुर हजुर अनि त्यहाँबाट म यहाँबाट कति 15 गते हिँडेँ यासतबाट त्यहाँबाट 16 गते बिहान कोटेश्वर 9 बजी पुगेको थिएँ हजुर हजुर अनि त्यहाँबाट उनीहरू नै ऊ नै लिन आएको थिएँ गएँ अरे त्यहाँबाट अनि मैले लु राम्रो हुन्छ भने जान त भनेको अहिले मेरो नम्बर पनि ब्लकमा राखेको छ बुढीले चाहिँ बोल्छ यसरी राखेको कति 5 दिन काममा राखो 5 दिन काममा लग्यो त्यहाँबाट फेरि भाषा जानेन भनेर अफिसमा थन्क्याएको छ अरे अब तपाईँको श्रीमतीसँग म कुराकानी गर्न सक्छु सर अब कसरी गर्नु त मसँग सानो फोन छ भनेपछि उहाँको वाट्सएपहरू उहाँको वाट्सएप नम्बर छ कि छैन वाट्सएप नम्बर म यहाँ बजारमा छु म अलिकति पत्र गाउँमा जानुपर्छ के छ भने कल्पना लीला कल्पना सर्च गर्नु त तपाईँको श्रीमतीलाई मेरो नम्बर दिनुहोस् न तपाईँको श्रीमतीले मेरो नम्बर दिएर यसमा वाट्सएप छ यसमा कल गर मिडियाकर्मी भनेर भन्नुहोस् न मलाई त्यहाँ बोल्नै दिँदैन अरे 4 दिन 5 दिनमा दिन्छ अरे अफिसबाट बोल्नै दिँदैन अरे मोबाइल खोसेर राख्छ अरे अफिसमा त्यसो भए त भोलि केही खण्डमा केही गाह्रो समस्या केही आए तलमाथि भएको खण्डमा त काजीलाई त नेपाल कानुनले नछोड्ने रहेछ नि त होइन त्यही त मोबाइल खोसेर मेरो बुढीले भनेको एकछिन कति 5 दिनमा 4 दिनमा बोल्नु दिन्छ 10 मिनट दिन्छ होइन हजुर मसँग अनलाइनमा बोल्नु 10 मिनट दिन्छ 10-15 मिनट दिन्छ त्यहाँबाट मोबाइल खोसेर राखिहाल्छ अरे मोबाइल खोजेर राखिहाल्छ अरे ठिक छ अब हामी काजीलाई निरन्तर खोजिरहेका छौँ काजीले अब यसरी चाहिँ गर्नु भएन अब विदेश पठाएर ओमन जस्तो ठाउँमा बिजोग बनाउनु भएन होइन उहाँको भिडियोहरू हेर्नुभयो नि तपाईँले काजीको त्यही हेरेर त मैले अहिले थाहा भयो त कस्तो मनस्थिति कस्तो खालको रहेछ तपाईँलाई काजीको बानी बेहोरा कस्तो लाग्यो तपाईँलाई काजी होइन यहाँ सुन्नु न म काजीलाई भेट्नु मात्रै अनि म तपाईँहरूलाई पहिले हातकडी लाउँछु अनि मात्रै म त्यसलाई म भन्छु होइन त्यसरी हिर्काइ त हाल्नु हुँदैन नि सर होइन हिर्काउँदैन यहाँ सुन्नु म चौकी लगेर पहिले हातकडी लाउँछु तपाईँहरूसम्म आएपछि होइन हजुर अनि त्यस पछाडि मात्रै म कुरा गर्छु त्यसले मैले 3.5 लाख तिर्नुपर्छ भने त्यसले किन लग्यो 3.5 लाख भएको त म यहीँ केही गर्थेँ नि त्यसले मैले तिर्नुपर्छ भने त्यसले कसरी निकाल्दो रहेछ रहेन त म त्यही मात्रै जान्छु मसँग 1 रुपियाँ पैसा छैन हेर्नु म गाडीमा काम गर्ने मान्छे हो म 1 रुपियाँ निकाल्न सक्दिनँ हजुर म आउने गाडी भाडा उर्ने त्यहाँसम्म आउनु सक्छु काठमाडौँसम्म निकाल्ने काम त्यसले गरेन भने त्यसलाई पहिले पक्रिनुहोस् अनि म पहिले बोलाउनुहुन्छ म आउँछु अनि त्यसले पहिले त्यसलाई हातकडी लाउनुहोस् अनि म त्यसलाई म भन्छु त्यसलाई म कुटपिट गर्दिनँ मेरो बुढीलाई निकालेन छ भने अनि म त्यही अनुसारले बोल्छु तपाईँले अब कुटपिट गर्नु भएन भने हामी काजीलाई खोज्ने कोसिस गर्छौँ तपाईँले कुटपिट गर्नुभयो भने त अनि हामी खोज्दैनौँ नि फेरि होइन म कुटपिट गर्दिनँ त्यसलाई पहिले यसो गर्नु न पहिले त्यसलाई पक्रिनुहोस् म त्योसँग आएर डाइरेक्ट बोल्छु अनि निकाल्ने काम गरेन छ भने अनि त्यस पछाडि अनि मसँग हेर्नु है मसँग 1 रुपियाँ पैसा छैन त्यसले फकाइ कसरी कहाँबाट पठायो के गरौँ म नागरिकता पुरानो नागरिकता मसँगै छ नागरिकता त्यसले कसरी बनाइदियो फिल्म लगेर होइन र काजीले नागरिकता बनाइदिएको अब कताले बनाएको हो नागरिकता मैले विदेश जान्छु भनेपछि मैले नागरिकता म पुरानो नागरिकता लिएर आउँछु अनि त्यस पछाडि कुरा गरौँ न पुरानो नागरिकता पनि छ उहाँसँग मेरो बुढीको मसँग छ नागरिकता अर्को नागरिकता बनाएर त्यही नामको बनाएको छ कि अर्कै बनाएको छ त्यही नाममा छ पुरानो नागरिकता मसँग छ नयाँ नागरिकता बनाएर गएको छ सबै यो के जस्तो लाग्छ तपाईँलाई काजी खेल जस्तो लाग्छ यो सब त्यस्तै हो टेक्निक
काजीकै खेल हो? सब काजी र मेरो जेठी सासूको खेल हो। काजीले जुन सासू बुहारीसँग मायाप्रीति गाँसेको भिडियो हेर्नुभयो? हेरेको मैले अहिले त्यही हेर्दै थिएँ म। मसँग ठुलो फोन चाहिँ छैन, सानो फोन छ। यहाँ भाइसँग ठुलो फोन थियो अनि मैले त्यही हेर्दै थिएँ। अरूसँग नि मायाप्रीति लाउँदो रहेछ नि त नि है?